हेलो गाइज नमस्ते। आजको बिहानी अलि विशेष छ। आज युनिभर्सल फिजिकल फिटनेस कोटेश्वरबाट हाम्रो टिम पिकनिक जाँदैछौँ र पिकनिक जाने स्थान रहेको छ त्रिभुवन पार्क थानकोट। बस पनि आइसकेको छ र हाम्रो यात्रा सुरु हुन्छ। अब हामी चाहिँ यो सानो गाडीमा जाँदैछौँ। ओके, हेलो दाई। हेलो 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 दाई। ओके, अब हाम्रो यात्रा सुरु भइसकेको छ। र अब हाम्रो यात्रा कोटेश्वरबाट चाहिँ अगाडि बढिसकेको छ। हामी जाँदैछौँ त्रिभुवन पार्क थानकोट पिकनिकको लागि। र आज मौसमले त्यति साथ दिएको छैन। बिहानैदेखि अलि पानी पानी पर्ला जस्तो छ। तैपनि हामी कलङ्की कटेर थानकोटतिर चाहिँ अगाडि बढिसकेका छौँ। ओके, मौसमले साथ दियोस् यही चाहन्छौँ हामी। आज फेरि पिकनिकमा अलिकति नरमाइलो होला भन्ने पनि अलिकति डर छ। तैपनि पानी नपर्ला, हेरौँ, मौसमले साथ दियोस् यही चाहन्छौँ हामी। बिहानको टाइममा हल्का पानी परेको कारणले गर्दाखेरि अलिकति ट्राफिक जाममा पनि हामी परिरहेछौँ। हामी पुगिसक्यौँ त्रिभुवन पार्क थानकोट। र थानकोट पार्कभित्र छिर्नको लागि चाहिँ हामीले यहाँ टिकट लिनको लागि लाइनमा छौँ हामी। 50 रुपियाँ बराबरको टिकट रहेछ एकजना बराबर। टिकट लिएर पनि अब भित्र हामी प्रवेश गरिसक्यौँ। सहरको कोलाहलभन्दा एकदमै बाहिर रहेर एकदम रमणीय स्थानमा रहेको यो त्रिभुवन पार्क चाहिँ एकदम हरियाली स्वच्छ वातावरण रहेको पार्क हो। ओके, र हामी अब पुगिसक्यौँ पिकनिक स्पोट्समा पुगिसकेका छौँ। त्यहाँ पुग्दाखेरि दाईहरू पहिले नै पुगिसक्नु भएको रहेछ र त्यहाँ ब्रेकफास्ट सुरु भइसकेको रहेछ। हामी पनि भोक लागेर बसिरहेको थियौँ र लाइनमा बसेर हामीले पनि ब्रेकफास्टहरू लियौँ। र ब्रेकफास्ट सकेपछि हाम्रो सुरु भयो मिटिङ। अहिलेको देशको स्थिति, राजनीतिक, आर्थिक विषयमा हाम्रो चाहिँ सबै कुरा भइरहेको छ क्या। ओके, अब चाहिँ हाम्रो लन्चको टाइम भइसकेको छ। सबैजना लाइनमा बसेर लन्च लिँदै हुनुहुन्छ। अब हामी पनि लाइनमै छौँ। ओके, सबैजनाले सुरु गरिसक्नुभयो। अब मैले पनि सुरु गरेँ खाना खान। ओके, सबैजना खाँदै हुनुहुन्छ। ओके, अब हामी चाहिँ लन्च सकेर चाहिँ यताउति त्यो पार्कमा घुम्नतिर लाग्यौँ। ओहो, यहाँ चाहिँ शालिक पनि देख्नुहुन्छ तपाईँ। अब यहाँ वरिपरि फोटो सेसनको काम भइरहेछ। यहाँ अति हरियाली वातावरण देख्न सक्नुहुन्छ। आहा, कति सुन्दर, कति आनन्दको हरियाली रमणीय क्षेत्रमा हामी छौँ आज। दाईहरू चाहिँ यहाँ फोटो खिच्नमै बिजी हुनुहुन्छ। ओके, एउटा लियौँ र हामी घुम्नतिर फेरि बिजी भयौँ। देख्न सक्नुहुन्छ हरियाली एकदमै सहरको कोलाहलभन्दा एकदमै बाहिर, एकदम मौन, एकदम आनन्दित गर्नको लागि चाहिँ यो पार्क चाहिँ एकदम बेस्ट। पार्कमा रहेको शालिकको अवलोकन गर्दै हुनुहुन्छ दाईहरू। र त्यहाँ फोटो पनि खिच्ने भन्ने कुरो गर्दै हुनुहुन्छ र सबैजना भएर फोटो खिचौँ न त भन्ने कुरो गरिरहनु भएको छ। म चाहिँ यहाँ वरिपरिको दृश्य अवलोकन, हरियाली हेर्नमै बिजी रहेको छु। अब मैले पनि त्यहाँ
फोटो खिच्नलाई यसो सबैजना ग्रुपको फोटो खिचाउँ न त भनेर त्यहाँ गर्दैछु। सबैजनाको फोटो खिच्नको लागि म पनि बिजी भएर त्यहाँ फोटो पनि हामीले लियौँ है। हामीले चाहिँ फोटोसुटहरू सकेर अब सबैजना पार्कको वरिपरिको रमणीय दृश्यहरू अवलोकन गर्दै सबैजना एकदम खुसियाली एकदम इन्जोय पारामा अवलोकन गरिरहेछौँ। सबै साथीहरू खुसी हुनुहुन्छ, म त झन् खुसी नहुने कुरै भएन। साथीहरू सबैजना अब रमाउँदै रमाउँदै घुमिसकेर फेरि हामी पिकनिकतिरै लागिरहेछौँ है त साथीहरू। हामी चाहिँ अब पिकनिकमा सुरु भइसक्यो म्युजिकल चेयर गेम। अब त्यसमा पनि हामी सहभागी भइरहेछौँ। सबै साथीहरू हेर्न सक्नुहुन्छ। म पनि खेलिरहेको छु त्यहाँ पर। यो गेम यति इन्ट्रेस्टेड छ कि साथीहरू कतिखेर म्युजिक बन्द हुन्छ र सिटमा बसिहालौँ भनेर सबैजना त्यही ध्यानमा मात्रै कुदिरहेछ नि, देख्न सक्नुहुन्छ। अब मेरो पालो आयो, त्यहाँ सबैजना बस्नुभयो, म चाहिँ खाली भएँ, म सुरुमै आउट भएँ। हे भगवान् भन्दै म टाउकोमा हात लाउँदै अब यतातिर राखेँ। अरू साथीहरू खेलिरहनु भएको छ, म चाहिँ म्युजिकल चेयर गेमबाट आउट भइसकेँ साथीहरू। अब ओके, फेरि साथीहरूले सुरु गर्नुभयो। अब 2 जना घटिसक्नुभयो। अब कतिजना घट्नुहुन्छ, सबैजना रमाइलो एकदम म्युजिकको तालमा तपाईँको र खेलिरहनु भएको छ। कतिखेर म्युजिक बन्द हुन्छ र सिटमा बसिहालौँ भनेर चेयरहरू समाउँदै सबैजनाले पारामा चेयरहरू समाउँदै हिँडिरहनु भएको छ। कतिखेर म्युजिक बन्छ। ल म्युजिक बन्द भयो साथीहरू। कतिजना आउट हुनुभयो खै। ओके, हाम्रो एकजना ब्रदर आउट हुनुभयो। ओके ब्रदर, हाम्रो गेम चाहिँ फेरि कन्टिन्यू सुरु भइरहेछ। अब एकजना फेरि आउट हुने टर्न रहेको छ। को आउट हुन्छ हेर्दै जाउँ। फेरि झुक्याइदियो म्युजिकले, सबैजना बसिहाल्नुभयो। तर म्युजिकै त्यस्तो खालको हुन्छ नि त यो। तर बन्द भएको थिएन, तै पनि बन्द भयो ठानेर सबैजना बस्नुभयो। म चाहिँ भिडियो गरेर बसिरहेको छु है साथीहरू। म आउट भइहालेँ, अर्थक गरेर बस्ने कुरो भएन। ओके, भिडियो गरेर बसिरहेको छु। फेरि म्युजिक बन्द हुन आँटिसकेको छ। अब एकजना फेरि को आउट हुन्छ हेर्दै जाउँ है त। ओके, को आउट हुनुभयो त? म चाहिँ हेरेर हाँसेर बसिरहेको छु। गेम कन्टिन्यू अगाडि बढिरहेछ। फेरि अब एकजना को आउट हुनुहुन्छ? एकजना आउट। ओहो, ओके, एकजना फेरि आउट भइसक्नु भएको छ। ओके, म त आउट भएँ नि भनेर दाइ चाहिँ खुसी हुँदै यता आइरहनु भएको छ। ओके, त्यहाँ सबैजना एकदम हाम्रो मुकुन्द सरले चाहिँ त्यहाँ उद्घोष गरिरहनु भएको छ। गेमको नियमहरूको बारेमा बताइरहनु भएको छ। राम्रोसँग खेल्न भन्दै हुनुहुन्छ है दाइले। यहाँ राजीव दाई पनि उता म्युजिक बन्द गर्ने, म्युजिक बजाउने उहाँले चाहिँ हेर्न मिल्दैन, उता फर्केर गरिरहनु भएको छ यतापट्टि सबैजना। र फेरि गेम चाहिँ कन्टिन्यू भइसकेको छ। सबैजना खेलिरहनु भएको छ है। ओके, फेरि एकजना ब्रदर आउट हुनुभयो ल। ओके, एकजना दाइ चाहिँ घुमेर आएर फेरि बस्न भनेर कुदिरहनु भएको छ। तर उहाँ आउट भइसक्नु भएको रहेछ। एउटा कुर्सी नै छैन। ओके, फेरि गेम चाहिँ कन्टिन्यू अगाडि बढिसकेको छ। सबैजना खुसी भएर खेलिरहनु भएको छ है त गेम। बेला बेलामा गेमले म्युजिकले अलिकति झुक्याइ पनि रहेको छ। बस्न खोजिहाल्नुहुन्छ, फेरि उठेर टुटुटुटुटुटुटुटु कुदिरहनु भएको छ है त। अब को आउट हुनुहुन्छ
सबैजना ध्यानपूर्वक खेलिरहनु भएको छ। ओहो एकजना ब्रदर झन्डै डढ्या ल। गेम चाहिँ फेरि कन्टिन्यू सुरु भइसकेको छ। अब चाहिँ 1 2 3 4 3 5 जना मात्रै हुनुहुन्छ है त। एकजना हाम्रो राजकुमार सर फेरि आउट भइसक्नु भयो ल। ओके उहाँ पनि आउट भइसक्नु भयो। अब धेरैजना हुनुहुन्न, एकदम 4 जना मात्रै हुनुहुन्छ। अब गेम इन्ट्रेस्टिङ हुनेवाला छ। अब 3 जना मात्रै हुनुहुन्छ। अब चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। को हुनुहुन्छ है त, हेरौँ है त। 3 जनामा अब 1 जना आउट हुनुहुन्छ अनि 2 जना फेरि कन्टिन्यू हुनेछ। ओहो दाइ बसिसक्नु भएको छ। उहाँ सर बसिसक्नु भयो, तर उहाँले ढालिदिनु भयो है त कुर्सी नै। सर लक्कै ढालिदिनु भयो, तर उहाँ आउट हुनु भइसक्यो। उहाँले आउट भइसक्नु भयो त। अब चाहिँ अब यो गेमको लास्टमा 2 जना मात्रै बाँकी हुनुभयो। कसले बाजी मार्ने हो, को विजेता हुनुहुन्छ हेर्न बाँकी छ है त। अब को विजेता हुनुहुन्छ अब त बजिरहेछ, म्युजिक बजिरहेछ। अब हेर्न सक्नुहुन्छ। अब 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 एकजना भैले धारण गरौँ को हुनुहुन्छ। ओहो म्युजिक अफ, ब्रदर विजेता। ओ माई गड यार, उहाँले बाजी मारिसक्नु भएको छ। सर्लक्क उहाँले जित्नुभयो। उहाँ एकदम खुसीले गदगद स्वाटाएर ठ्याक्क बसी भन्दै हुनुहुन्छ है त। उहाँ अङ्कल आउट भइसक्नु भएको छ। सबैजना हेरेर एकदम बसिरहनु भएको छ। ओके ब्रदर, बधाई छ। ओके कङ्ग्रेचुलेसन ब्रदर। अब अर्को हाम्रो गेम अब स्टार्ट भइसकेको छ। पासिङ बल विथ म्युजिकल बल। यसमा पनि एकजना ब्रदर आउट हुनुभयो। सर्लक्कै सुरुमै आउट भइसक्नुभयो र अरू बाँकी साथीहरू चाहिँ खेलिरहनु भएको छ। ओके गेम कन्टिन्यू अगाडि बढिरहेछ। अर्को अङ्कल पनि आउट भइसक्नु भएको छ। एकदमै रमाइलो गेम है यो चाहिँ। फेरि कन्टिन्यू सुरु भइसक्यो ल। ओके हेर्ने दर्शक पनि उत्तिकै हुनुहुन्छ, हेरेर एकदम। अब 4 जना मात्रै हुनुहुन्छ। 3 जना हुनुभयो, 1 जना आउट भइसक्नु भयो। अब भाइ पनि एकचोटि सर्लक्क एकदम फास्ट खेलिरहनु भएको छ उहाँहरू। भाइले उता बल फाल्यो, उता अङ्कलले टिप्नु भएन, त्यही भएर 2 जना मात्रै। अब भाइ आउट भइसक्यो। 2 जना मात्रै खेलिरहनु भएको छ। कसले बाजी मार्ने हो अब यो एकछिनमा हेर्न बाँकी छ। ओहो उहाँले समाउनु भएन। सर्लक्कै उहाँले जित्नुभयो। उहाँले फाल्नुभयो, उहाँले समाउनु भएन, उहाँले जित्नुभयो। एकदम खुसी मुद्रामा हुनुहुन्छ है त उहाँ। अब हाम्रो अर्को गेम सुरु भइसकेको छ। पुसअप। यहाँ चाहिँ एकजना दाइले 81 पुसअप हानिसक्नु भएको छ। अब त्यसलाई ब्रेक गर्नको लागि 82 पुसअप हान्नु पऱ्यो। अब सुरुको लाइभ ब्रेक गर्नको लागि त्यति हाल्नु पऱ्यो। सबैजना सहभागीहरू आफ्नो तर्फबाट पर्फर्मेन्स दिइरहनु भएको छ। हेर्दै जाउँ कसले बाजी मार्नुहुन्छ। सबैजना हेर्ने मान्छे पनि उत्तिकै बस्नु भएको छ। उता बाहिरको वातावरण पनि उत्तिकै रमाइलो छ। यता किचनमा काम भइरहेछ। ओके अघिनको विजेताहरूलाई चाहिँ अब पुरस्कार वितरण चाहिँ घोषणा भइरहेछ यहाँ। उहाँले पनि ओहो ल बधाई। अब अर्को गेम पनि सुरु भइसकेको छ। 3 मिनट हुन लागिसक्यो। कसले जित्नुहुन्छ प्ल्याङ्क वर्कआउट। यसमा कसले धेरै समय टिक्नुहुन्छ उहाँ विजेता हो। हेर्दै जाउँ। उहाँ आउट हुनुभयो, अर्कोले जितिसक्नु भएको छ। अब अर्को गेम सुरु भइसकेको छ हाम्रो हाँडी फुटाउने गेम। उहाँ ब्रदर सर जानुहुन्छ सर। अब उहाँले हाँडी फुटाउन सक्नु भएन, आउट भइसक्नु भयो उहाँ। अर्को एकजना ब्रदर गइसक्नु भएको छ। अब सर घुमिसक्नुभयो उहाँ। ट्याक उहाँ चाहिँ एकदम विचार गरेर, एकदम मनन चिन्तन ध्यान तपस्या सबै गरेर
एकदम ध्यानपूर्वक उहाँले गरिरहनु भएको छ। उहाँले जित्नुहुन्छ कि जित्नुहुन्न हेर्दै जाउँ। सर उहाँले अब कतिको सक्सेस हुनुहुन्छ त्यो हेर्न बाँकी छ। तर उहाँ नजिक त पुगिसक्नुभयो। अब के गर्नुहुन्छ, त्यत्तिकैमा हान्नुभयो भने जित्नुभयो। ओहो, एकदम धुकधुक भइरहेछ। ओहो, ल बधाई छ, उहाँले चाहिँ जित्नुभयो। उहाँ खुसीले गद 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 धेरै टाइम लागे पनि उहाँले जित्नुभयो। उहाँ खुसीले एकदमै खुसी हुनुहुन्छ। यो गेम पनि उहाँले बाजी मार्नुभयो। सबैजना खुसी हुनुहुन्छ। हेर्न पनि उत्तिकै रमाइलो भइरहेछ है त। गाइजहरू एकदम खुसीमा हुनुहुन्छ उहाँ। सबैजना गेम हेरेर बसिरहनु भएको छ। ओके, ल बधाई छ ब्रदर, ल बधाई छ। ओके, र अर्को गेम सुरु भइसकेको छ। पुलअप एकजनाले 23 हानिसक्नुभयो। उहाँलाई टार्गेट बिन्ड गर्नको लागि उहाँले 24-25 हान्नुपर्ने हुन्छ र उहाँले कति हान्नुहुन्छ, उहाँले हानिरहनु भएको छ। ओके, उहाँ थाकिसक्नु भएको छ। अब कति गर्न सक्नुहुन्छ भन्ने कुरो उहाँ थाक्नुभयो। अब चाहिँ झर्नुहुन्छ होला सायद। अझ पनि उहाँले कति मिनट दिइरहनु भएको छ। तैपनि उहाँले लास्ट कोसिस गरिरहनु भएको छ। ओहो, उहाँ लास्ट गाह्रो भयो। ल उहाँ झर्नुभयो। दुईजनाले बराबर हान्नुभयो। अब दुईजनालाई 50-50% गर्ने भन्ने कुरो भयो र यो गेम पनि सकिसकेको छ। अब हामी चाहिँ यता आइसकेका छौँ, आयौँ। अब लास्ट गेम एउटा बाँकी छ र सबैजना साथीहरू चाहिँ त्यताबाट यता आइसक्यौँ। एकदमै रमाइलो भइरहेछ पिकनिक आजको। युनिभर्सल फिजिकल फिटनेसबाट आएको पिकनिक हो यो हाम्रो। र दुईजनालाई नै 50-50% दिनुभयो। दुईजनाले बराबर 24-24 हान्नुभयो है त। पुलअपमा उहाँहरूले 50-50% पाउनुभयो। दुईजनाले नै पाउनुभयो। ओके, खुसी हुनुहुन्छ। उहाँले 2-3वटा गेम चाहिँ जितिसक्नु भएको छ। त्यही भएर उहाँ निकै नै खुसी हुनुहुन्छ। र हाम्रो अब लास्ट गेम चाहिँ सुरु भइरहेछ है त। अब लास्ट गेम चाहिँ हाम्रो डोरी तान्ने गेम हो। यस गेमको लागि चाहिँ सबैजना रेडी भइसक्नु भएको छ र चौरतिर सबैजना आफ्नो टिम 3टा टिममा खेलाउने कुरो छ। 3टा ग्रुपमा र पहिलो ग्रुप चाहिँ सबैजना रेडी भइसक्नु भएको छ र सबै अब गेम सुरु हुन आँटिरहेछ। सबैजना अब आफ्नो वर्कआउटमा हुनुहुन्छ। ओके, एकदमै रमाइलो यो वातावरणमा र सुरु भइसकेको छ। अब कसले जित्नुहुन्छ हेर्दै जाउँ। अब गेम सुरु भयो। कुन चाहिँ टिमले जित्नुहुन्छ हेर्दै जाउँ। ओहो, तान्न सुरु भइसकेको छ। यता ल, उता ए ओहो ब्रदर ढल्नु भयो। ल उतापट्टिले जित्नुभयो। ओहो, ल जितिसक्नु भएको छ। ल उतापट्टिको ग्रुपले जितिसक्यो। उहाँहरू हार्नुभयो र पहिलो ग्रुप हार्नुभयो। तैपनि अब सेकेन्ड ग्रुपको गेम पनि सुरु हुन्छ एकछिनमा। अब सेकेन्ड ग्रुपको गेम पनि अब सुरु हुँदैछ है। सबैजना सुरु गरिसक्नुभयो। अब गेम कसले बाजी मार्नुहुन्छ त्यो हेर्न बाँकी छ। ओहो, तानिरहनु भएको छ। दुईजनाले एकदम कसरत चाहिँ गरिरहनु भएको छ है। आफ्नो तर्फबाट चाहिँ एकदम पर्फर्मेन्स राम्रो दिइरहनु भएको छ। हेर्न पनि त्यत्तिकै मजा आइरहेछ। यहाँको वातावरण पनि त्यत्तिकै रमाइलो छ। कसले जित्नुहुन्छ हेर्दै जाउँ। ओहो, एकदमै सङ्घर्षरत हुनुहुन्छ दुवै पक्षहरू। कसले जित्नुहुन्छ हेर्न बाँकी छ। ओहो, यतापट्टिकोले जित्नुभयो। ल बधाई छ। ल ओहो, एकदम लड्नुभयो। तैपनि जित्नुभयो।
खुसीले रमाइरहनु भएको छ र तेस्रो गेम पनि सुरु हुँदैछ अब। ओहो एकदम कसरत गरिरहनु भएको छ। तेस्रो गेम पनि सर्लकै जितेर एकदम खुसियालीमा चाहिँ यो गेम चाहिँ एकदम लास्ट सकिसकेको छ। अब यो डोरी तान्ने गेम पनि अब हाम्रो सकिसक्यो। अब विजेता घोषणा गरेर टक्क पुरस्कार वितरण गर्ने कार्यक्रम चाहिँ यता भइरहेछ। ओके, गेम सकेपछि चाहिँ यताउति फोटो खिच्ने काम पनि सम्पन्न भयो हामी सबैजनाले फोटोहरू खिच्यौँ। युनिभर्सल फिजिकल फिटनेसको यो सेकेन्ड पिकनिक हो। सबैजना दाइहरूसँग हाम्रो फोटो सेसन चाहिँ चल्यो, राम्रैसँग भइरहेछ फोटो। ल मैले चाहिँ एकजना दाइलाई तानेर ल आउनु दाइ डान्स गर्नु तपाईँ पनि भनेर मैले तानेर ल्याएँ। दाइ पनि ढ्याक्का ढ्याक 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 दिन थालिहाल्नुभयो। ल एकदमै म पनि जानी नजानी हात हल्लाएर भए पनि हेर्नु नि मेरो डान्स कस्तो छ। तै पनि म नाचिरहेको छु है त। पिकनिकमा यति नै भएन भने त के रमाइलो हुनु र। यतिको डान्स र चाहिँ नै हाल्यो। यतिको डान्स गरेको ठाउँमा हातै मात्र हल्लाइदियो भने पनि रमाइलो हुने ठाउँ नै पिकनिक हो। ओके, सबैजना चाहिँ आफ्नो तरिकाबाट पर्फर्मेन्स दिइरहनु भएको छ। पिकनिकमा यतिको रमाइलो भइरहेछ। म पनि जानी नजानी हात मात्रै भए पनि हल्लाइरहेको छु। एकदमै सबैतिरबाट सबैजना डान्स गरिरहनु भएको छ। ओहो सबैजना आहा आहा ओहो एकदमै रमाइलो, सबैले रमाइलो गरिरहनु भएको छ है त। ल पिकनिक भनेको यतिको चाहिँ हुनुपर्छ। ल ओहो ल अब एकजना सानो नानीले चाहिँ उहाँको मात्र सोलो डान्स हेरौँ एकछिन। उहाँको प्रतिभालाई एकदमै सम्मान छ। एकदमै राम्रो डान्स गर्नुभएको छ त्यो सानी नानीले। सबैजना हेरेर बसिरहनु भएको छ उहाँ सानी नानीको डान्स। एकदमै राम्रो डान्स गर्नुभएको छ उहाँ सानो नानीले। आहा आहा सारा डान्स गर्नुभयो पिकनिकमा आएर है त त्यो सानो नानी। साह्रै रमाइलो माहौल। कलाको सम्मान छ नानीलाई धेरै धेरै। कलाको सम्मान गरौँ। नानीको डान्स चाहिँ धेरै राम्रो छ। सबैजना हेरेर बसिरहनु भएको छ। उतापट्टि अलिअलि दाइहरूले पनि डान्स गरिरहनु भएको छ। तैपनि योपालि चाहिँ उहाँ नानीलाई मात्र डान्स गर्न दिइरहनु भएको छ। सबैजनाले चाहिँ एकदम हेरेर बस्नु भएको छ। ओहो ओहो राम्रो डान्स भनिरहनु भएको छ। ओहो अब नानीको डान्स सक्यो। अब ओहो अर्को डान्स सुरु भयो। आहा पिकनिक ओ माई गड टी गरेर एकदम म्युजिक बजिरहेछ। उहाँहरू चाहिँ एकदम मजासँग डान्स गरिरहनु भएको छ। पिकनिकमा यतिको त हुनु परि नै हाल्यो। नत्र त के पिकनिक के रमाइलो होइन। यतिको लागि त पिकनिक। हाम्रो राजकुमार सर पनि डान्स गरिरहनु भएको छ। ओके आहा
र अर्को गीतमा चाहिँ डान्स सुरु भइसकेको छ। दुश्मन हेरेको हेऱ्यो, त्यसमा चाहिँ म पनि यसो मैले हल्लिरहेको छु, हेर्न सक्नुहुन्छ। आओस् नआओस् त्यहाँ हल्ले पुग्यो। सबैजना हल्लिरहनु भएको छ है त। सबैजना एकदम रमाइलोको साथ एकदम पिकनिकमा सबैजना सहभागी भएर रमाइलो गरिरहनु भएको छ। हाम्रो एकदम ओहो 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 म उफ्रे हेर्नु है त। सबै ओहो एकदम गीतको तालमा सबैजना झुमिरहनु भएको छ। यसै गरी नै एकदम पिकनिक हामीले मनायौँ, रमाइलो भइरहेछ। डान्स गर्ने साथीहरू डान्स गरिरहनु भएको छ, हेर्ने साथीहरू हेरिरहनु भएको छ। उता क्याटरिङको साथीहरू खाना बनाउने हेरिरहनु भएको छ। सबैजना गफ गरिरहनु भएको छ। हाम्रो सुदीप दाई चाहिँ डान्स हेरेर मजासँग बसिरहनु भएको छ। सबैजना उहाँ चाहिँ डान्स गरिरहनु भएको छैन। अरू सबैजना डान्स गर्ने, रमाउने, खेल्ने, नाच्ने, गाउने गरेर बसिरहनु भएको छ। यसै गरी नै हाम्रो अब लास्ट भइरहेछ है त साथीहरू। पिकनिकमा यतिको रमाइलो चाहिँ चाहिन्छ। ओके, हाम्रो राजकुमार दाई पनि एकदमै डान्स गरिरहनु भएको छ। पिकनिक आउँदाखेरि बिहानदेखि नै पानी पर्न सुरु भइरहेको थियो। दिनभरि चाहिँ परेन, बेलुकाखेरि यतिखेर डिनर गरिसके पछाडि चाहिँ पानी यसरी पऱ्यो है। घर जाने टाइममा ठ्याक्क सबै खानासाना खाएर अब घर जाने टाइममा चाहिँ यसरी पानी पऱ्यो। सबैजना खाना खाएर चाहिँ घर जाने तर्खरमा हुनुहुन्छ। यी क्याटरिङको काम पनि सबै सक्यो, सबैजना बसिरहनु भएको छ। यसरी नै हाम्रो पिकनिक चाहिँ सम्पन्न भयो। ओके, thank you for watching guys.